हामी चाहिँ माथि के भन्छ रेडियो खोटाङमा छेउछाउ जाँदैछौँ। यो चाहिँ हलेसी नगरपालिका। हेर्दै नि यो ठाडो बाटो छ है गाइज, हेर्नु होला तपाईँहरूले पछि। यो गुरुङ केटो चाहिँ कुद्दैछ माथि है। हामी चाहिँ हिँड्दो बाटो छ टावर जस्तै होइन, हिँड्दैछौँ। यो ठाउँको नाम के अरे नानी? हामी पनि आएका छौँ। तपाईँहरू पनि आउनु होला, हेर्नु होला होइन। यता चाहिँ हेर्नु त पुरै बगैँचा जस्तै देखिएको होइन, पुरै अत्यन्तै सुन्दर ठाउँ। तपाईँहरू पनि आउनु होला, हेर्नु होला होइन। विभिन्न खेल्ने ठाउँ अब बन्दैछ, यहाँनिर आइपुग्नु होला, हेर्नु होला। अनि यहाँ तल चाहिँ हेर्नु, यो हलेसी यहाँदेखि हामी हेर्दैछौँ हलेसी।
गइहाल्नुस् ढुङ्गे पढेर बजार हामी एक राउन्ड ककनी मन्दिर परिसरमा छौँ यता हामी यो चाहिँ हलेसी टुवाचुङ नगरपालिकामा रहेको ककनी मन्दिर हिँड्दैछौँ तल देखिएको तपाईँहरूलाई देखाउँदैछौँ हेर्नु होला हजुर हो र कहाँ खाना खाएर आएको हुनाले हामी चाहिँ घुम्दै घुम्दै भ्रमण गर्दै गर्दै गरेको हुनाले पनि हामीले प्रवेश गर्न सकिएन त्यसमा चाहिँ नि क्षमा चाहन्छौँ होइन चाहिँ हलेसी भन्ने बित्तिकै हजुरहरूले चाहिँ पर्यटकीय क्षेत्र भनेर पनि बुझ्नुहुन्छ हलेसी मन्दिर र उता दिक्तेल गइसकेपछि मजुवा कालिका भगवती त्यसै गरी सिद्धेश्वर महादेव गुफा त्यसै गरी उता बुलबुले पनि आउन सक्नुहुनेछ यता दर्शन गर्नुहुने सम्पूर्णले त्यता पनि आउनुहोला दर्शन गर्नुहोला भन्न चाहन्छौँ हामी र हामी चाहिँ अहिले ककनी मन्दिरमा हिँड्दैछौँ जे भए पनि घुम्यो टेन्सन नमान्ने हो है दर्शन गरियो यो भनेको ठुलो अवसर पनि हो हाम्रो लागि फेरि यो एक साथमा जुटेर आइँदैन पनि नि त कति कोही कता गइएको हुन्छ कोही कता गइएको हुन्छ भ्रमण गर्न पाइँदैन होइन कान्छ हो नाम के अरे कान्छाको गुरुङ चर्चित केटा हो चौडी पनि पाउँछ ककनी मन्दिर जाने बाटो त्यो भाइ चाहिँ त्यस्तो